दलको सदस्य भएँ, त्यो दलबाट अन्त कहीँ पनि गइन र अहिले त्यो सदस्य भएको दल पनि छोडेर म कुनै दलमा पनि आबद्ध नभइकन बसेको 10-15 वर्ष जति भयो। अब म यस्ता कार्यक्रममा आउनका लागि रुचाउने मान्छे पनि होइन, तर मान्छेको जीवन पद्धति चाहिँ सबैभन्दा ठुलो कुरा हो। मेरो छिमेकी डिपी अर्यालजी मलाई केही अप्ठ्यारो पर्यो, गाह्रो पर्यो, केही सम्झनु पर्यो, सोध्नु पर्यो भने सोध्ने मेरो आधार मान्छे हो। त्यसो भएको हुनाले उहाँले ल तपाईँ त भोलि यस्तो यस्तो कार्यक्रमको राखेको छ आउनु भन्नुभयो। म अलिकति 4-5 दिनसम्म बिरामी पनि थिएँ, अलि त्यति स्वास्थ्य ठिक पनि भएको थिएन, बिहान नहिँडौँ भन्ने पनि लागिरहेको थियो। ती माथि त्यो मेरो अस्वस्थ उता आज गृहलक्ष्मीलाई चाहिँ सरेका कारणले गर्दाखेरि अब गएर खानासाना बनाउनु पर्ने पनि आफैले छ, त्यसैले हतार गर्दै थिएँ। हरिशरणजीले जानै दिनु भएन, मलाई एकछिन त बोलेरै जानुपर्छ भन्नुभयो। तपाईँहरूको मनमा पनि कौतूहलता होला, हरि उप्रेती यो मञ्चमा उभिएर आज के बोल्ने हो। वास्तवमा अहिले यो भदौ 23 र 24 गतेको घटनापछि एउटा त्यो घटनाले नछोएको पार्टी नेकपा एमाले मैले देखेँ। त्योदेखि बाहेक सबै पार्टीहरू कुनै न कुनै रूपमा चाहिँ त्यसलाई आत्मसात गर्ने, परिवर्तनलाई आत्मसात गर्ने चाहिँ के छ भने दिशामा उभिएका छन्। र म त पार्टीको सदस्य पनि होइन। जति बेला काङ्ग्रेसको अधिवेशन भइराखेको थियो मैले 3-4 पटकसम्म मेरा स्ट्याटसहरूमा गगन थापा र विश्वप्रकाश शर्मालाई शुभकामनाका सन्देशहरू पनि लेखेका थिए। अब तिनै व्यक्तिले निर्वाचन हासिल गरिसकेपछि नेपाली काङ्ग्रेसका उम्मेदवारहरू चयन भएर हाम्रो काठमाडौँ क्षेत्र नम्बर 2 को निर्वाचन क्षेत्रमा कवीर शर्माजी हाम्रो प्रतिनिधि बन्नलाई आउनु भएको छ। म यहाँहरू समक्ष हार्दिक तपाईहरुकै तर्फबाट मेरो आफ्नो तर्फबाट उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसैगरी मैले यही आएर थाहा पाएँ हरिशरणजी पनि समानुपातिक तर्फ हुनुहुँदो रहेछ, उहाँलाई पनि म शुभकामना दिन चाहन्छु। बधाई चाहिँ अब म उहाँको कार्यकाल हेरेर कार्यकालका कस्ता गतिविधि गर्नुहुन्छ पछि बधाई दिने पनि कार्यक्रम केही तपाईहरुले आयोजना गर्नु भएछ भने त्यति बेला मात्रै म बधाई दिन्छु तपाईहरुका काम हेरेर। अहिले बधाई दिन्न, शुभकामना मात्रै दिन्छु। मैले यो बीचमा धेरै बीचका स्वतन्त्र खालका मान्छेहरूसँग बसेर अन्तर्क्रिया गर्छु। कतिपयले मलाई पनि फोन गरेर सोध्छन्। एकजना अत्यन्तै राम्रो कलम चल्ने पत्रकार, उहाँको पृष्ठभूमि लामो समय माओवादी पृष्ठभूमिको मान्छे हुनुहुन्थ्यो, अहिले पत्रकारिताको क्षेत्रमा आउनु भएको छ। उहाँसँग 2 दिन अगाडि लामो कुराकानी भयो। अनि अब अहिले त यस्तो अन्यलको अवस्था छ, नयाँ आएका मान्छेहरूको के हो के करतुत भन्छन्, पुरानाहरू कोही चेन्ज हुन तयार छैनन्। अब यो के छ त तपाईले के सोच्नु भएको छ भनेर मैले सोधेँ। सोद्धाखेरि उहाँले के भन्नुभयो भने म जीवनमा पहिलो पटक, उहाँ सोलुखुम्बुको मान्छे हो, जीवनमा पहिलो पटक नेपाली काङ्ग्रेसलाई भोट हाल्दैछु भन्नुभयो। अब मैले यो संकेत तपाईहरुलाई के गरेको हो भने धेरै मान्छे आफ्नो दलमा बसेर वितृष्णा कमाएका मान्छेहरू, त्यो मनोभावनामा बसेका मान्छेहरू हुनुहुन्छ। मान्छेको कन्ट्याक्टमा पुग्नु पर्यो। तिनीहरूलाई चाहिँ के छ भने कम्तीमा तपाईहरुको तर्फबाट मत माग्नु पर्यो। एकजनाले पनि मत मागेन भन्ने कुरा, यो पढे लेखेको मान्छेले आफ्नो सुझबुझले दिने कुरा छँदैछ। तथापि पनि के छ भने कम्तीमा एकल फोन त कसैको आओस् भन्ने खालको कुरा पनि हुँदो रहेछ। त्यसकारण त्यो कुरा यहाँ तपाईहरु समक्ष राख्न चाहन्छु। र मलाई के छ भने मन परेको कुरा, अहिले जसरी गगन थापाजीले यो आफ्नो चुनावको सिलसिलामा आफ्ना कुराहरू राख्दै एउटा सुशासनको परिदृश्य देखाउने कोसिस गर्नुभएको छ, त्यसले धेरै मान्छेमा आशा पलाएको छ। र हिजोको परम्परा छुटोस्, अहिले बोलेका कुरा अनुसारको भोलि नेपाली काङ्ग्रेसले काम गरोस्
त्यो काममा चाहिँ हाम्रा क्षेत्रका उम्मेदवार पनि विजयी भएर त्यो काम गर्ने कुरामा उहाँलाई पनि सफलता मिलोस्, यिनै शुभकामनाका शब्द राखेर म वास्तवमा फुर्सद भएको भए सबै यहाँ बोल्ने वक्ताहरूको कुरा सुनेर मात्रै जाने